खानु गएको हजुरहरु पनि आउनु होला हेर्नु होला कत्रो ठुलो कटर अम्मा चोप लाग्दो है हातमा लागोस् नि त लाहावे त कुहिएको कठर तेल लगाइ त करेक्ट पर्छ हौ यो नहीं जे तो पता चेप चेप नै छ के रङ निकाल्बो हमरा थाहा नै छ हामीले नै खाइछि साथीहरु यसले चाहिँ कटर फुटाउनु सकेको छैन अनि बोल्न आउँदैन भन्दै म सिकाइदिनु पर्ने अरे बोल्नलाई हाँसेको हेर्नु नि यहाँ खानुको लोभले यसरी गर्दैछ यी हेर्नु मुखमा हाल्न लाग्यो जस्तो छ जुट्ने लगाए हो ननाहरू खाइछ त हात असल छ नि दोबाल छ निकाले छापुरी अनि धुवाई चले त निकाल्ने देली नि त यसले छ साथी साम ये चाहिँ एकदम फोहोर्नी छ बाफ रे बा हाँसेछि फोहोर निकाली त चम्ची से निकालेर थैल गेलै त चम्ची अलरेडी हाल्छु निकाले ई ढल बतरी देख देख के त हमरा त जी जा रही है जी हस्की लगाएर आवे चाहिँ जी जा रही छ तनी वाउ अरे त्यसको बाउको वाउ नेवार न भिडियो हमरा रिस उठे कतै रिस उठ्यो चाख पे साथीहरु यसलाई चाहिँ चाखमा रिस उठ्छ अरे लास्टै फटाइ छ यो हाम्रो कठर निकाल्ने आबी के आने कर हो भिडियो खाना मात्रै आउँछ अरे कटर निकाल्न चाहिँ आउँदैन अरे यहाँ डाइन जस्तै हेर्दैछ तान जोर लगा के हैं से देखली अंकल उतार के ना निकलल ते निकाल देख त हम त खेबो न करबो बरु चुरे लिया कमने खेबो न करबो बरु हमरा असलो नहीं लागे है पाकलो नहीं छ असल छ हरियोरे देखै छी हम त नहीं असल छ पाकल छ छोड़ दे बे छोड़ दे टाइल दे यसको काम गराइ साथीहरु हेर्न सक्नुहुन्छ केनङ केनङ करे छ नि करे छ सार के दिदी हजुरलाई चाहिँ यही कटर आउँछ है घरमा खानको लागि चाहिँ हम खा लो मलाई पनि मुखमा हालिरहेको छ त्यसले देखाइछौ खनेको केनङ छ खतरा छ अरे सांगसम मम्मा कठहर खेबी आ कर हम एकैचोटि मुखमा हालिदेबो यति आने सीडी नजिक झुट खा देवी इन्हें देखने आउँदैछ आउँदैछ झुट नै खुवाए ऊ फाल्टे खुवाउ चम्चासी नखुवा आफै लिएर खानु मामा भान्जीको माया हेर्नु सक्नुहुन्छ साथीहरु यहाँ कटर खुवाउनु पुगेको थियो कुन्टा खेबी गर्दैछ उहाँ कुन खाने भन्दैछ साथीहरु तपाईहरु कतिजना त बुझ्नुहुन्न होला धामी भाषा सिकेछि जियो निकालै छु के भिडियो बनाइराख्नु हो
छे मोसी त तपाईँहरू चाहिँ यसुकै भन्नु म यो भिडियो हाल्छु अहिले नै खुसी नै छेक नि नहीं छे तोरा त निकालल छु त छेक के कति करबे मामा भान्जीको माया हेर्न सक्नुहुन्छ नेहाले है हमे किचकन्डी देखाउन लाग्यो साथीहरू किचकन्डी जस्तै देखिन्छ अरे यो चाहिँ हजुरहरू कमेन्ट गर्नु होला कस्तो देखेको छ हामी चाहिँ अहिले भर्खरै धान रोपेर आएको कि अनि त्यही भएर यसलाई चाहिँ कटहर खान एकदमै मन पर्यो अरे गन्धले नि हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ अनि यस्तो राम्रो देखेपछि त नखाम भन्ने त कुरै छैन नि हैन घरतिर किनेर खानुपर्छ यहाँनिर त अर्गानिक घरको हेर्दा त खाउ खाउ लाग्छ तर घाँटीमै अड्किन्छ तर म खान्न क्या अनि हाम्रो भेना चाहिँ कान्छी बुढीलाई वहाँनिर नुहाइदिनु हुँदैछ यता हेरिदिनु हाम्रो भेनाको कान्छी बुढी अनि यसलाई चाहिँ कति भिडियो बनाउँछ भन्छ कति भिडियो तर म छोड्ने होइन क्या बनाउनलाई चाहिँ ऊ झन्डै मोबाइल घर हो साथीहरू अनि म चाहिँ हाल्छु साथीहरू अनि आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि हजुरहरूले चाहिँ कतिजनाले नयाँ वर्षको कटहर खाइसक्नुभयो पाकेको त्यो पनि कमेन्ट गर्नु होला हैन अनि बाई बाई साथीहरू